साथीहरू अब लगत्तै आउँदो हप्तादेखि नै 8 वटा कम्पनीहरूले चाहिँ आइपिओ बिक्री खुला गर्न गइरहेका छन् र 92 वटा कम्पनीहरूको चाहिँ आइपिओ अहिले 7 को पाइपलाइनमा रहेको छ। ती कुन कम्पनी हुन्? कहिलेदेखि चाहिँ कम्पनीहरूले आइपिओ बिक्री खुला गर्छन्? अहिले चाहिँ कम्पनीको आइपिओ कुन स्टेजमा छ र कहिलेदेखि चाहिँ जनरल पब्लिकको लागि चाहिँ आइपिओ लिएर आउनेवाला छन् त यी कम्पनीहरूले? ती सम्पूर्ण जानकारीहरू आजको यस छोटो भिडियोमा जान्नेछौँ। त्योभन्दा पहिला यदि हामीसँग जोडिनु भएको छैन र यस्तै खाली भिडियोजहरू सबभन्दा पहिला हेर्न चाहनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकन प्रेस गर्नुहोला, जसले गर्दा हरेक अपलोड गरेको नयाँ भिडियोको नोटिफिकेसन तपाईँलाई सबभन्दा पहिला मिल्नेछ। यी 8 वटा कम्पनीहरूले चाहिँ लगत्तै आइपिओ बिक्री खुला गर्नेवाला छन्। सोपान फार्मास्युटिकल्स लिमिटेड, सानीगाड हाइड्रो लिमिटेड, कालाङ्गा हाइड्रो लिमिटेड, एम्ब्लिङ हाइड्रो पावर लिमिटेड, स्नो रिभर्स लिमिटेड, अपोलो हाइड्रो पावर लिमिटेड, कालिन्चोक हाइड्रो पावर लिमिटेड र तस्कर पिखुवा खोला हाइड्रो पावर लिमिटेड। साथीहरू यी कम्पनीहरूले चाहिँ आइपिओ बिक्री गर्नुको लागि सेबनबाट एप्रुभल पाएर कुनै कम्पनीले चाहिँ अहिले लोकलको लागि आइपिओ बिक्री खुला गरिरहेको छन् भने कुनै कम्पनीहरूले चाहिँ अहिले वैदेशिक रोजगारमा रहेका नेपाली नागरिकहरूको लागि चाहिँ आइपिओ बिक्री खुला गरेका छन्। जसमध्ये तस्कर पिखुवा खोला हाइड्रो पावर लिमिटेडको आइपिओ अहिले योजना प्रभावित क्षेत्रका लोकल बासिन्दाहरूको लागि आइपिओ बिक्री खुला रहेको छ। त्यसैगरी बिनी हाइड्रो पावर प्रोजेक्ट लिमिटेडको आइपिओ पनि लोकल बासिन्दाहरूको लागि चाहिँ बिक्री खुला रहेको छ। एम्ब्लिङ हाइड्रो पावर लिमिटेडको चाहिँ 3 दिनभित्रैमा आइपिओ खुला हुनेवाला छ लोकल बासिन्दाहरूको लागि र सानीगाड हाइड्रो लिमिटेडको पनि 3 दिनभित्रैमा आइपिओ बिक्री खुला हुनेवाला छ लोकल बासिन्दाहरूको लागि। त्यसैगरी स्नो रिभर्स लिमिटेडको पनि लोकल बासिन्दाहरूको लागि बिक्री खुला हुँदैछ 4 दिनभित्रैमा। कालाङ्गा हाइड्रो लिमिटेडको पनि 5 दिनभित्रमा लोकल बासिन्दाहरूको लागि आइपिओ बिक्री खुला हुनेवाला छ र त्यसैगरी अपोलो हाइड्रो पावर लिमिटेडको र कालिन्चोक हाइड्रो पावर लिमिटेडको चाहिँ लोकल बासिन्दाहरूको लागि बिक्री बन्द भइसकेको छ र बिनी हाइड्रो पावर प्रोजेक्ट लिमिटेडले चाहिँ वैदेशिक रोजगारमा रहनुभएका नेपाली नागरिकहरूको लागि पनि अहिले आइपिओ बिक्री खुला गरेको छ। र वैदेशिक रोजगारतर्फ आइपिओ बिक्री खुला गर्न लागेका अन्य कम्पनीहरू रहेका छन्। स्नो रिभर्स लिमिटेड जसको चाहिँ 4 दिनभित्रैमा आइपिओ बिक्री खुला हुनेवाला छ वैदेशिक रोजगारमा रहनुभएका नेपाली नागरिकहरूको लागि। कालाङ्गा हाइड्रो लिमिटेड यो कम्पनीले पनि 5 दिनभित्रमा वैदेशिक रोजगारमा रहेका नेपाली साथीहरूको लागि चाहिँ आइपिओ बिक्री खुला गर्नेछ र त्यस लगत्तै चाहिँ सर्वसाधारणको लागि पनि यी कम्पनीहरूले आइपिओ बिक्री खुला गर्नेवाला छन्। र 3 दिनभित्रैमा सानीगाड हाइड्रो लिमिटेडको आइपिओ चाहिँ वैदेशिक रोजगारको लागि चाहिँ बिक्री खुला हुनेछ। सोपान फार्मास्युटिकल्स लिमिटेडको आइपिओ पनि 4 दिनभित्र वैदेशिक रोजगारमा रहनुभएका नेपाली नागरिकहरूको लागि बिक्री खुला हुनेछ र त्यसैगरी एम्ब्लिङ हाइड्रो पावर लिमिटेडले पनि 3 दिनभित्रैमा वैदेशिक रोजगारमा रहनुभएका नेपाली नागरिकहरूको लागि बिक्री खुला गर्नेछ। तस्कर पिखुवा खोला हाइड्रो पावर लिमिटेड, कालिन्चोक हाइड्रो पावर लिमिटेड र अपोलो हाइड्रो पावर लिमिटेड यी कम्पनीहरूले चाहिँ अहिले वैदेशिक रोजगारमा रहनुभएका नेपाली नागरिकहरूको लागि आइपिओ बिक्री बन्द गरिसकेका छन्। अब सर्वसाधारणको लागि सबभन्दा पहिला आइपिओ लिएर आउने कम्पनी रहेका छन् अपोलो हाइड्रो पावर लिमिटेड, कालिन्चोक हाइड्रो पावर लिमिटेड यी कम्पनीहरूले चाहिँ सबैभन्दा पहिला आइपिओ लिएर आउनेछन् जनरल पब्लिकको लागि। अन्य अपडेट भिडियोहरू पनि म यसै च्यानलमा अपलोड गरिराख्नेछु। ती भिडियोहरू मिस नगर्नुको लागि तल रहेको रेड बटनमा क्लिक गरी च्यानललाई सब्स्क्राइब गरी हामीसँग जोडिनुहोला र आउँदो भिडियोको नोटिफिकेसन सबभन्दा पहिला तपाईँले पाउनुहुनेछ। मिल्नेछौँ अर्को भिडियोमा।